टिका साथीको घर पोखरा आइपुग्यौँ। वेलकम टु पोखरा है साथीहरु, वेलकम टु पोखरा। हजुर केटाहरू उकालो चढ्दै सबभन्दा जवान अगाडि दौडिँदै कस्तो हुन्छ यसो त क्या कहें क्या नकहें। केटाहरू कति बजी उठ्यौँ भनेको कति बजी उठेको अरे 4 बजे 4:30 बजे निस्किने भनेको यहाँ 5 बजिसक्यो सबै घाम उदाइसक्यो। 2 बजे कोठैबाट चाहिँ सनराइज हेर्नुपर्ने अवस्था आइसकेको थियो। झन्डै यहाँसम्म हुने आएछ केटाहरू। यो सब कसले गर्दा ढिलो भएको? ए दिपक र शरदले गर्दा। मेरो नाम आयो, म 2 बजे उठेको। उठेर के गर्ने निस्किनु पर्यो। ल टिका सर भन्ने हो हाम्रो गाइड आजको दिनभरिलाई। के हुँदैछ भनिदिनुहोस् न। ए हो ल हेर्नु साथी हो सनराइज हुन लाग्छ। मसरुम टावर सरलाई यो ढुङ्गा मन पर्यो अरे। टाइल अफ टाइल। अहिले पनि पैसा लाग्छ? कति रुपियाँ लाग्छ सोया उठाएको हजुर एकजनाको 30 रुपियाँ हो। 30 रुपियाँ 30 रुपियाँ। ए ल मन्डीको लागि उठाएको थाहा हुनु पर्यो नि त। सोया उठाएको साग हो दामी छ यो। ल पोखराको ब्याकग्राउन्ड पनि हेर्नुहोस्। यहाँहरूको हाम्रो भूमे काली माईको मन्दिर रहेछ यो। अहिले हाम्रो नयाँ टावर ल हेर्नुहोस् अबको 1 मिनेटमा सनराइज हुँदैछ। ल भनिदिनुहोस् त कुन कुन हिमाल कञ्चन कता कता पर्छ? मलाई त यसको बारेमा के थाहा भन्नु नि। यो त्यो माछा पुग्छ त्यसको साइडको अन्नपूर्ण त्यो बेगनास ताल हिमाल त्यो मसरुम जस्तै सही देखेँ चाहिँ आज चाहिँ मसरुम ट्याक्टर मसरुम क्लाउड। टावरमा मान्छेहरू सबैजना क्यामेरा बोकेर आफ्नो आफ्नो एङ्गल लिँदै टिकाएर एक अर्काको खिच्दै हो क्या। कहाँ हाम्रो हिरो खै त हाम्रो फिल्मको हिरो कता गयो? अब यसको जुम भइरहेको फोटो खींच लिए। यता अगाडि जान मिल्दैन? मिल्छ जाम न यता यतापट्टि जाम न अगाडि फोटो खिच्नु। अब हामी गणेशजीको परिक्रमा गर्दैछौँ। के खिच्ने हो? के खिच्ने हो? गणेश गणेश तल तलवटी चाहिँ उहाँबाट
पञ्चमुखी गणेश भन्छ फेरि हेर पञ्चमुखी हो 5वटा मुख छ गणेश भगवानको गणेशजीको चुला भाग्यमती भयो मलाई आँटेको पुगोस् सबै खै खुट्टा धोगौँ खुट्टाले त धो पैसा ल्या धुनलाई चाहिँ ल उठेर मुख धोछ नि टिका लगाइदिएछ यार अब यो पनि दिएन पञ्चमटी अब चोखो भइयो यति गरेपछि मुक्तिनाथ नि यस्तै हेर्छ यस्तै हो तर नुहाउन मिल्छ त्यहाँ नुहाउन मिल्छ त्यो अझै नजिक नजिक होला त्यो नजिक त्यस्तै हो यतिकै होला distance हो? त्यस्तै नै होला डिस्टेन्सहरू चोखो चोखो donation प्राप्त किया है जो अन्य मेंबर्स donation to the Kailash Temple Forest. इन्द्र बाजे अनिल बाजे कहाँ बाजे भन्छ हिरो हो न मलाई यो ऋतिक रोशन ट्याङ 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 त्यो न हाम्रो गाडी अलिक पर छ यहाँबाट हामी अलिक झर्नुपर्छ सारङकोटको माथि भ्यू हेर्नलाई यहाँबाट करिब 10 मिनट जतिको उकालो छ हाम्रो लम्बुदाई शरद बाजे शरद बाजे रमणीय दृश्यको अवलोकन गरेर फर्किँदै ए फर्किँदै हो दाम त बसेछ बसेर खै देखाएर त अनि कति हिँड्नुपर्ने हो हामी अझै कहाँ जाने हामी कहाँ हो हामी अब ब्रेकफास्ट खान जाँदैछौँ ए कति यहाँबाट अलिक टाढी छ यो केबल कारको अलि उतापट्टि केवल कार कति छ यहाँबाट 200 मिटर होला 200 मिटर यिनीहरूको त घुँडा दुखेछ अरे छैन बोक्नु पर्यो उसले चाहिँ नि 1 खुर्किलाको 100 रुपियाँ भन्दैछ दिपकले एउटा पाइलाको 50 रुपियाँ सम्म आएको अब सम्म आएको छ अनि बोक्ने हो कि अब घिसार्ने हो अनि फ्रीमा भने त घिसार्ने हो पारे जस्तो भनेको जानु छ पहाडमा कुहिरोको बाटो ए बाबु मोशा मैं आ गया मैं आ गया अब मैं जाऊंगा कसरी गएको भने भित्र घुस्नुपर्ने हामी कसरी हिँडेको चेले माथि समातेर बसेछ
पढ्ने होला नि ल चाहियो माथिको कति पढ्ने हो कसैलाई चित्त लगाइसक्यो कोरे माथिको माथिको मान्छे छैन छ उसको दाइ छ हो र दिदीहरूलाई देऊ न खानुहुन्छ होला यता दिन्छ मिलाउनु उसले खानु म खानु केटाकेटी नखाने छोरीले हाल्नुपर्छ झारिदिनु पर्दो रहेछ भिडियो बनाउन तपाईँले है लेफ्ट कि राइट कुद्दो रहेछ तपाईँलाई त कतिमा त्यो हुन्छ सबै थाहा छ हुन्छ होला हजुर कतिकोमा त्यो लस्किन्छ यता भन्ने थाहा हुन्छ होला नि हुन्छ नि त नभए अफरोड चलाउनेहरू प्रायः थाहा हुन्छ अफरोड चलाउनेहरूलाई त प्रायः थाहा हुन्छ यति भइसक्यो गाडी स्टार्ट गरेको कसको साथो गयो पानी कम पर्छ पानी कम छ के त अलिकमा हिलो थियो के रिजर्भमा आयो भने कति दिन्छ र हजुर रिजर्भमा आयो रिजर्भ आयो नि 10 जनाकै पैसा लिने तपाईँहरू अब अहिले रिजर्भै आस्तो हो कि रिजर्भमा आए पनि 10 जनाको पैसा तिर्नु पऱ्यो कि हिसाब गर्दा अलि हिसाबमा कम गर्छ कि जीव मन डुवा रहेछ त आज पनि अब यो खिचेपछि त यहाँभन्दा कति खिच्नु छ हो त्यो पनि बर्खा पनि आइरहेको छ त कहाँ हिँडेको तिनीहरू चाहिँ सिक्यो चाहिँ एक छेउ पनि हिँड्दैन हो ढुङ्गा हाल्नुपर्छ यहाँ के यहाँनिर यहाँनिर अलिक आउनु पर्यो गाडी त चिप्लेर गयो हिजो पुरो केटाहरू घोटी आज मेरो पाला होला नि हजुर घर त कहाँ हिँड्छौ ठाउँै छैन हिँड्ने ठाउँ छ कि एकछिन न लास्ट ल के ढुङ्गा हाल्ने हाल्छ झरेर ल झर्नु त यताबाट हामी उहाँ गर्दा पनि के उडेर बस्नुहुन्छ त नि पानी परे हो के भन्नुहोस् अलिअलि प्लास्टिक रहेछ त्यहीँ अड्केको होइन उता पछाडि अड्केको त्यहीँ अड्केको फेरि अघिको ठाउँमा ढुङ्गा नि छैन कि त्यहीँ गएर ढुङ्गा हाल्नुपर्छ क्या जहाँ चिप्लो छ त्यही नै हुँदो रहेछ क्या तल धकाल्दियो त मान्छे घर त छैन भ्याउँदैन यता बाटो
के अरे तान्तिङ ल त्यो चाहिँ तान्तिङ गाउँ यो झुलुङ्गे पुल हो र के पुल हो रे भाइ यो के पुल हो रे ए सिक्लेस भन्ने त थाहा छ नि सिक्लेस 5 जना हो ल यो रहेछ टिका शरद के खोला हो आफै पढ्नुहुन्छ कि त्यति छु जाडो भयो नि त ज्याकेट ल्याउनु पर्ने रहेछ हावा छिक्नलाई लिएर आएको ल हेर्नुहोस् कति हरियाली छ त मेरी बाबै जङ्गलै ढाकिएको बिचमा त्यो तान्तिङ गाउँ यो गोप्रोबाट जुम हुँदैन होइन तर त्यो तान्तिङ गाउँ हो देखिराख्नु भएको छ भने सिक्लेस चाहिँ ठ्याक्कै यो पहाडको ठ्याक्कै पछाडिपट्टि पर्छ सिक्लेस गाउँ अहिले केटाहरूले चाहिँ जाँगर निकालेर यो झुलुङ्गे पुल क्रस गर्ने भने त्यो भएर तपाईँ देख्न सक्नुहुन्छ वहाँ माथिबाट झर्ना अब गोप्रोमा जुम हुँदैन नत्र भने झर्ना जुम गरिदिन्थेँ मैले खोइ केटाहरूले यता फर्केर पनि हेर्दैनन् हिँडै छन् ओ केटाहरू हेलो हेलो खोइ त ए फोनमा रहेछ नि त हाम्रो टिका साथी फोनमा बिजी कस्तो अनुभव भइरहेछ जाडो अनुभव पर्छ धेरै जाडो धेरै चिसो ज्याकेट किनेको ठिकै भयो तर ज्याकेट गाडीमा पऱ्यो ल हेर्नुहोस् अब बादल गडाङ गुडुङ गर्न लाग्छ ए ऊ त्यहाँ ऊ पावर हाउस पनि रहेछ ऊ त्यहाँ पावर हाउस पनि रहेछ किन किन ऊ तल उहाँ तल उहाँ पावर हाउस तान्तिङ गाउँको लागि पावर हाउस ल हेर्नुहोस् लेफ्ट ह्यान्ड साइडमा झर्ना त्यही झर्ना बगेर यता आएको छ तान्तिङ भयो त्यो माथिको कोरी डाँडा हो कि ए कुरी त्यही हो त्यही भएर कुरी जाने हो भन्दै थियो हामीलाई होइन त्यो कोरी त उता हो ए त्यो चाहिँ यो के कोरी चाहिँ यो माथि हो होइन उता फर्की फर्की पहाडीको लास्टको हिँड्नु मन लाग्छ ओ ल हेर त तल त्योभन्दा सानो त्यो त दाइ भन्दै थियो नि यहाँबाट खस्यो भने बाँच्ने आशा नगर्नु होला यस यस ल के हुन्छ र त्यहाँबाट खस्यो भने आत्मजन्म प्राप्त गर्नुहुन्छ तर मानव जुनी पाउनुहुन्छ कि के जुनी पाउनुको लागि टिकट काट्छ स्वर्ग नै जान्छ भने के ग्यारेन्टी भयो त के ग्यारेन्टी भएन त जान्न भन्ने कसैले देखेछ नगएको कहाँ छ ए ऊ अर्को तल अर्को झुलुङ्गे पुल ल हेर्नुहोस् तपाईँहरूको झुलुङ्गे पुलमा अर्को झुलुङ्गे पुल हिँडे छैन हिँड्ने छैन ल हेर्नुहोस् है त्यो झर्ना खोचमा छु जाडो जाडो ला नि त हेर्नु तल के केही कमेन्ट झुलुङ्गे पुलको बारेमा यस्तो तल हेर भन्नु कति तल छ आमा कति माथि उल्टो कुरा गरिस् त्यही त कति माथि छ त्यही भन्नु डराइस डराइस डराएको नि चक्कर लाग्छ डर त होइन चक्कर लाग्छ
जानु छ पहाडमा कुहिरोको बाटो ए बाबु मशा जानु छ पहाडमा कुहिरोको बाटो तिमीलाई साथ लिएर तिमीलाई साथ लिएर ल सकुशल सिक्लेस आइपुग्यो उहाँ गुरुजीलाई धेरै धेरै धन्यवाद एक्सिडेन्ट ड्राइभिङ दिदीहरूसँग अनिलजी भर्खर झर्नुभयो हाम्रो अर्को साथीहरू यहाँ अझै कताबाट झर्नुभयो अझै झर्दै हो एकदम खतरनाक बाटो खतरनाक यात्रा टुर आइयो अहिले यहाँ लाग्छ कि चोट लाग्छ यसैको मुहारमा पनि खुसी छ अहिले सकुशल आएर बाल बस गए ह्याप्पी बाल बस गए सुन्नु त्यसो भए के कम नाच्न नाच दाउरा बाल्नलाई सिक्लेसको अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट रहेछ यहाँ राष्ट्रिय प्राकृतिक संरक्षण कोष मूलद्वार यहाँ खाल्टो खनिरहेको छ नयाँ नयाँ बिरुवा रोप्नको लागि आजको यात्रा चाहिँ अहिलेसम्मकै खतरनाक यात्रा यो खतरनाक यात्रा चिप्लोटी लाग्यो यो बाटो चिप्लो भएर मात्रै हो हसरत यो दोस्रो खतरनाक यात्रा कसरी दोस्रो पहिलो त मुक्तिनाथ यस्तो खतरा थियो र यहाँ त गाडी गुर्र पछाडि हो र चिप्लेर ओठ खोज्दैन अगाडि जान्ने मान्छेलाई निक्लेर हाम्रो चुक्कल खोलिहाल्ने हामीलाई चुक्कल लगाइदियो कि बाहिर अनि आइहाल्नु है पहिला चुक्कल खोला भन्छु ऊ चाहिँ ऊ ढुङ्गा खोज्न त्यो खोल्दै त हामी पनि कमसेकम सेफ त हुन्छ नि त्यहाँ भन्नु बुझिस् धन तैँले ज्यान मारेको रहेछस् मेरो के थियो अन्त बत्ती जाँद देखेँ इको म्युजियम सिक्लेस पनि रहेछ यहाँ भोलि बिहान आउनुपर्छ यहाँ इको म्युजियममा दाउरा त टक्क लगाएर ढुङ्गाले बनाएको रहेछ हेर्न सक्नुहुन्छ मजाले प्लास्टर पनि भएको नगरेको राम्रो देखिन्छ ल हेर्नुहोस् यताको गेस्ट हाउसहरू कति राम्रो हुन्छ पुरा फुल ढकमक्क फुलेको ल हेर्नुहोस् गोलघर यसलाई चाहिँ पाहाडमा गोलघर भन्छ पहिला चाहिँ यस्तै गोलघरमा रोदी गाउने चलन थियो भटुली तर आजभोलि चाहिँ यो एज अ म्युजियम मात्र हामीले यसलाई चाहिँ हेर्ने गर्छौँ गोलघर भन्ने सर्लक्कै 360 गोलो हुन्छ यो ल हेर्नुहोस् चारैतिरबाट हामी चाहिँ यता आफ्नो गेस्ट हाउसको गन्तव्यमा जाँदैछौँ बस्न लागेको होटल फ्यामिली एन्ड गेस्ट हाउस हेर्नुहोस् मनोरम दृश्य एकदम खाली सफा आफ्नै बारीको सबै कुरा जे खिलाउनुहुन्छ उहाँहरूले त्यतिवाला ठिक हुन्छ क्या अब माथि आफ्नो आफ्नो रुम हेर्न जाँदैछौँ नेट पनि राख्नुभएको छ ल रुम पनि मजाको सफा छ ट्याक्क लाएर यो चाहिँ अर्को रुम बत्ती बाल्छ टाढा हामी यो माथि सिक्लेस पार्क हिँड्दैछौँ
मर्निङ। केटाहरूलाई 4 बजेबाट उठ भनेको 5 बजाइदियो। यताबाट किन हिँडेको बे? यति हो त। तपाईँ हेर्नु सक्नुहुन्छ ब्याकग्राउन्डमा हिमाल। माथि जाने कता हो? ए उतापट्टि हो। हाम्रो पाथ फाइन्डरले चाहिँ गलत पाथ चुज गर्नुभयो। अब हाम्रो नयाँ पाथ फाइन्डरमा चाहिँ ल कहाँ जाँदैछौँ हामी भनिदिउँ न। फाइन्डर होला नि। खोइ त बोल्दैन नि मान्छेहरू। हजुर के भन्नुभयो? कहाँ जानु खोजेको भन्नु भएन के भने। थाहै छैन मलाई। सिक्लेस पार्क जान खोजेको। हजुर यहाँबाट आधी घन्टा लाग्छ भन्ने कुरा आएको छ। हेरौँ कति टाइम लाग्छ। ल वडा कार्यालय काप्चे र एनटिसी यता हामी यता जाँदैछौँ। त्यहाँ हेर्नुहोस् त्यो अन्नपूर्ण हिमाल अहिले अलिकति देखेको छ। हामी त्यो हिमाललाई अझै पूर्ण रूपमा चाहिँ हेर्नलाई माथि सिक्लेस पार्क जाँदैछौँ। हो हामी जाने चाहिँ सिक्लेस पार्क। माथिपट्टि उकालो उकालै छ। फुल मजाले फुलेको छ। कौली नेपालको झन्डा खनी है शरद खनी है। हाले हाले के अरे हाले हाले अहिले आउँदैन बाटो पत्ता लगाउनुलाई उसले बाटो खिचिरहेको छ क्या। हराउँछ भनेर। टिपिकल गाउँ हेर्नुहोस् डाँडाको लागि टक्क दाउरा गोठेभरि लौरो के सबै टेक्नु लौरो होइन। फाइट पर्दाखेरि कडमासको लौरो राखेर होइन लौरो हो। मिरमिरे फुल हुन्छ मिरमिरे गुराँसको फुल यताको हो यताको झ्याउरी फुल जे पाइ त्यही भनिदिनु। काउली फुल काउली। हिँडेको हामी आधी घन्टा हुन लागिसक्यो। अलिक थाके जस्तो महसुस भएको छ। एकछिन विश्राम गरौँ। 2-4 मिनट विश्राम गरेर अगाडि बढौँ। पोखरा देखियो कि खोइ त्यहाँ चाहिँ गाउँ डाँडाको सेतो सेतो धरहरा देखियो। अनि त्यसको उतापट्टिको त पोखरै हो। ऊ पनि देखियो कि त्यो हामी गएको नि गुम्बा चिया खाएको थियो नि साँझ गएर। ऊ त सेतो सेतो थियो उतापट्टिको। कुनै कन्फ्युजन हुने छैन। हरेक चोक चोकमा यो नोटिस बोर्ड राखिदिएको छ। जताभावी फोहोर पनि नगरौँ भन्ने नोटिस पाउनुहुन्छ। ओहो त्यसो खिच्यो त यार। मलाई त केही भएको छैन। रेस्टै चाहिएको छैन। कति मिनट हिँड्नुभयो तपाईँ? 1 घन्टा। आधा घन्टा भनेको नि भर्खरै। म आधी 1 घन्टा हिँडेँ। 1 घन्टा हिँड्नुभयो? म तल गएर आएको नि त। तपाईँ कति घन्टा हिँड्नुभयो? जम्मा 15 मिनट। ए 15 मिनट। ए तपाईँहरूले ढाड्नुभयो कि के हो? यहाँ कुरो बाजियो त। यहाँ शुद्ध खानेपानीको व्यवस्था पनि छ है। यो मूलको पानी आउँदो रहेछ। भन्नुहोस् त के गफ दिनुभयो? यो नयाँ लागेको छ। यस्तो हाम्रो गाउँमा कति कहाँ हो तपाईँको गाउँ? सिक्लेस। होइन केही प्राप्त हुँदैन है। प्रत्यक्ष देवता सूर्य, प्रत्यक्ष देवता वायु अनि जल। सरको छोटो परिचय पर्नु। म दीपक प्रसाद गौतम। कहाँबाट आउनु? म अहिले चाहिँ हामी भवानी शङ्कर बहुमुखी कलेजबाट चितवनबाट। हजुर। अनि यहाँ चाहिँ शैक्षिक भ्रमणमा आउनुभयो कि? हजुर। त्यति साथीहरू मिलेर घुम्नु? आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले यो रमणीय ठाउँ। हजुर। अनि हामीले जाने सोचाइ चाहिँ 6 महिना अगाडि बनाएका थियौँ। यो उपयुक्त समय लाग्यो। अहिले समर भ्याकेसन पनि सुरु भएको, त्यसैलाई सदुपयोग गर्दै अनि पोखराका 1-2टा शैक्षिक केन्द्रहरू कलेजहरू पनि भ्रमण गरौँ, यहाँसम्म आऊ भनेर आएको। हजुर धन्यवाद सरलाई। थ्याङ्क यू। हजुरको शुभ नाम? मेरो टिका।
ल दुईजनाको रिएक्सन यो हो नि त यो ल दुईजनाको रिएक्सन यो स्वर्ग पुगेर यो हो नि त क्यामेरामा अलि नजिक क्लोजअप गर्न सकिएन सनराइज आउन पाए त अझै दामी हुन्थ्यो यत्रो हिँडेको वर्थ इट यस उहाँको रिएक्सन हेर्नु के हो माछा पुछ्रो यो हट यस्तो पो देखिने रहेछ है एउटा टुप्पा त्यहाँ अर्को टुप्पा त्यहाँ त्यसले गर्दा माछा पुछ्रो के हो यार यस्तो ओभर एक्टिङ भयो यहाँ मन परेन
हेलो कता हिँडेको तिमी कता दोकान हिँडेको पैसा लिएर कता छ नि दोकान अफिस पनि जाने पनि यही हो हजुर हो ए साइला एक भाग मलाई पनि ए यहाँ आइपुगेछ त कहाँ जाँदैछौँ अहिले हामी गुरुङहरूको कैबु मन्दिर कैबु गुरुङहरूको मन्दिर कैबु गुम्बा भने जस्तै गुम्बा भने जस्तो मन्दिर भने जस्तै ओके अब हामी त्यहाँ जाँदैछौँ यहाँ दुईवटा गुरुङहरूले हामीलाई लैरहेछन् कतै हामी पनि फेरि गुरुङ थर लेखौँ भनेर फेरि हामी पनि चेन्ज गऱ्यौँ भने दिपकले चाहिँ गुरुङ यहाँ यो दुईजना जिम्मेवार हुनुहुन्छ बोलाउनु पर्छ तिम्रो नाम के हो तत्कालीन घले राजाले प्रयोग गरिएको ओखल साँच्चै कि हावा ओखल रे ओखल पानी भरिएछ अहिले नमस्ते गर्ने भन्नु ढेकी भनेर त्यहाँको ढेकीलाई नमस्ते गर्नु कहाँ ढेकीलाई नमस्ते यहाँ ठुलो रहेछ होइन यो के हो यो घले राजाले युज गरेको ओखल रे यहाँ के यो पढ्न त्यहाँ गुरुङ भाषा लेखेर यहाँ लेख्छ नि यहाँ भिडियो गर्न त पाइयो घर माइक देउता 3,51,000 लाग्यो यो बनाउनु गाउँकै उसले गर्दा पुगेको होला नत्र कहाँ पुग्छ घाटो नाचेको त्यतै होला कि हिजो बस्ने व्यवस्था पनि दिन्छ अतिथि गृह पनि होला नि होइन ल ल बज्यो तिमी के हो अनिल तिमी के हो लु लु खतरनाक चरा कि हो आऊ आउनु पर्यो ल यहाँबाट आज यहाँबाट आज यो के अरे गुरुङ के अरे मन्दिर कोइबो ए कोइबोबाट दर्शन गरेर हाम्रो यहाँ दिपकजी अब यहाँबाट गुरुङ भएर निक्लिँदै हुनुहुन्छ आज आजदेखि दिपक रायमाझी नभएर दिपक गुरुङ ल अब आजदेखि खाँदा पनि लगाइदिनु भएको छ ल आजदेखि वेलकम छ गुरुङ सोसाइटीमा अब एउटा चाहिँ गुरुङ सेनिबिन त मिलाउनु पर्यो अनि पक्का गुरुङ हुन्छ म 100% हुन्छ ज्वाइँ भन्ने गुरुङको
खाजा खाएर हिँड्नुहुन्छ तपाईँहरू ए ल ल त्यसो भए म ड्राइभर हो है हिजो तपाईँहरू चाहिँ आएको ड्राइभरसँग तपाईँहरू केही त्यो होइन त्यसो भए म पनि तल जानु छ तपाईँहरू चाहिँ यहाँ पालोमा कुद्ने भए अब टाइम लाग्छ होला होइन त्यो भएर तपाईँहरू चाहिँ कतिजना छ 5 जना 25 3000 दिए हुन्छ कि हुन्न तपाईँहरू जानुहुन्छ त्यही 500 रुपियाँ एक्स्ट्रा हो के अरे 3000 दियो भने म गइहाल्छु म उता गएर कुन गाडी हो तपाईँको जिपे हो त्यो महिन्द्रा जिप बोलेरो हिजोको भन्दा अलिक ठुलो फेरि त्यो 7 सिटर भएको त्यो 7 सिटर हो ल हस् है त म उता गएर बस्छु उहाँ चाहिँ फेरि त्यही भन्नु होला फेरि रिजर्भ हो भन्नु बाँकी पैसा मेरो कालु भनेपछि ल बुढो मामाबाट सुरु ये घाँस के क्या हुँदा मामा हुँदा यो हुँदा कुर्सी चाहियो खुट्टा नि पोल्यो होला कुर्सीमा बस्दैन आसे ल पालो पालो लाइन लगाएर थ्याङ्क यू वेलकम दिजी के पिल पिङे त ल प्ल्याके भन्नुभएको प्ल्याके धेरै पढे प्ल्याके त मिठो हुन्छ के हो ब्रेड खाइ त ए ल अर्को पालि आउँदाखेरि नाम भन्ने है मिनाक्षी बेसी कमी फेरि सन्जुपुर है कोरी कोरी जाने बेला आउनु न अलि साथीहरु मिलेर छुट्टी माउन्टेन ल मामा एक महिना नि छैन अब हजुर ल भाइ ल जान्छ होला कति स्कुल जान्छ मामा बिसे ठुलो भएर बस्ने है हजुर न दिन है नि अर्को चोटि नाम भन्नु बोल्ने फोटो खिचबाट आज अहिले बिदामाइन पनि होटलबाट यहाँ हेर्न सक्नुहुन्छ हाम्रो साथीभाइहरूलाई कानमा निधारमा टिका कानमा सिरफुल सिरफुल लाएर दिदीले चाहिँ शुभ यात्रा भनेर हामीलाई बिदाई दिनुभयो अब हामी लाग्दैछौँ गोप्रोमा बस पार्कतिर धन्यवाद है त मलाई एडिटिङ गर्ने टेन्सन नबनाउँछु सब कट गर्दै फाल्छु त्यो कालो कुकुर हामी बसेको होटलको हो यहाँ आउने दिदीले ल फोटेर आउँछ बस पार्कसम्म भन्नु हामीलाई बाटो देखाउँदै हिँडेको त्यो कुकुर होइन त्यहाँ अलि झर्ना थियो बोक्नु है झर्ना छ के अरे पुलमा चढेर झोलिङको पुलमा हिजो चढ्नु भयो चढेको ए यो पुल चढ्यो अब झर्ना चाहिँ हुन्छ आजको हाम्रो नयाँ दाइ के नाम रे तपाईँको मेरो लेक प्रसाद गुरुङ हजुर हजुर बाटो चाहिँ खत्रै छ ठिकै छ उहाँले राम चाहिँ पुगाउनुहुन्छ होला ल गाइज ब्याक टु पोखरा धन्यवाद भैँसी कालो कालो थियो त्यसको बच्चा एकदम गोरो के तपाईँको पाडी पाथ्यो चोर आयो होइन एउटा झुक्किसक्यो त जुनेली रातमा खसी भने च्याप बोकेर उठाएर लगेछ अनि भैँसी करायो है गर्दै अनि किन करायो भने लाइट पारेर हेर्दा त पाडी गइसकेछ त्यो त पर पुगेर थाहा पाएर लोडिङ भयो है त्यो त केही चाहिँ के गराउन थामे पनि होला नि लैजाँदाखेरि अनि त्यही छोडेर भागेछ क्या त्यो हाइड्रोले गर्दाखेरि खोलामा पानी छैन है
किन्नेबाट जाने ठुलो ढुङ्गा थियो नि यहाँबाट बस पुगेर त्यहाँ माथि पुगेको यो ढुङ्गा चढेको यस्तो भयो कति ठुलो छ है यो अलिकति काट्दियो नि त उसले नत्र त यो पुरो बाटै थियो हजुर एकदम ठुलो दिउँसो मङ्गलबारको दिन थियो कि सर मङ्गलबार हो जस्ट ठ्याक्कै यो गाडी उक्लेर यता गयो ड्याङ भने पछि अर्को जीप आएर थाहा पाएको क्या यो बस खसेर गयो होला भन्ने अब खेलाङ छोड्यो हामीले हजुर अब चिप्ली खोसेको हो अब आउनु यहाँ चाहिँ सुतेछ कि हो मजाले हिजो त हिले थियो हिजो तपाईँहरू मभन्दा पछि आएको थियो होइन तपाईँहरू पानी पर्ने बेला पऱ्यो है चे भनेको अब बसेको ठाउँ भएको ले भनेको एकदम फाँट होइन चेली चे माथिबाट खोला सोतरबाट हेर्दाखेरि तपाईँको सिग्लेस कस्तो देखिन्छ भने एकदम बसेको फाँट देखिन्छ क्या माथिबाट हजुर पौडीबाट खोला सोतरबाट होइन त्यसले गर्दाखेरि चेली चे भनेको तल होइन बसेको ठाउँ फाँट ले भनेको एकदम फाँट भनेको यो हामी तलको त्यो त्यहाँदेखि त्यो चेलीमा गएर बसौँ भन्यो होइन त्यहाँदेखि त्यसको नाम चाहिँ के भयो गाउँको नाम पछि चेली भन्दा चिली चिली पनि भन्छ फेरि अर्को कुरो के छ भने फेरि अर्को एउटा इतिहास के छ भने फेरि पहिला हाम्रो गाउँमा चाहिँ सिग्लेस चाहिँ पहिला पुरै चाहिँ खरले छाएको होइन खरले छाउने घरहरू अहिले टिनले छाएको हजुर खर पछि के आयो तपाईँको फट्टै युग आयो फट्टैले दाउरा के दाउरा भन्छ त्यो माथि कि भन्छ कि भू भन्छ त्यसले छाउने आयो त्यहाँपछि ढुङ्गे युग आयो फेरि ढुङ्गाले छाउने आयो होइन त्यहाँ गर्दा गर्दै ढुङ्गाले छाएपछि बल्ल यो जस्ता पाता के हुलासो पाता भने होइन हो त्यो आयो फेरि अहिले गर्दा गर्दै ढलानमा आयो त्यति बेला चाहिँ के थियो भने सिग्लेसमा त्यो खट्टले छाउने घर र खरले छाएको घरमा चाहिँ चिली भनेको चाहिँ गौँथेली बेसरी हुने हेर्नुहोस् हरेक घरमा चाहिँ गौँथेली होइन 6-7वटा गुण हुन्थ्यो क्या त्यो पिँढीमा त्यो हाम्रो त्यो पिँढी हुन्छ नि होइन त्यहाँ चाहिँ गुण बनाएकै हुन्थ्यो त्यसले गर्दाखेरि चिली भन्थ्यो होइन चिली यहाँ नासा भन्थ्यो चिली हिँड्ने तब नासा भने गौँथेली बेसरी हुने गाउँ भने चाहिँ त्यहाँदेखि गौँथेलीको नामबाट चाहिँ चिली भन्यो क्या होइन तर यो सिग्लेस भनेको चाहिँ पछि आएको नाम हो यो कसरी आयो भने पहिला अन्नपूर्ण चाहिँ ट्रेकिङ रुट चाहिँ यता पनि रहेछ कि हो क्या घान्द्रुङ भन्दा पहिला अनि यता टुरिस्टहरू हिँड्ने आउने जाने होइन आउजाउ धेरै गर्ने अनि त्यति बेला चाहिँ टुरिस्टहरूले चाहिँ अब हेरेछ यहाँ गाउँमा अब 80 वर्षको बुढोले नि हालो बोकेर हिँडेकै छ होइन भर्खरको ठिटोले नि हालो बोकेर हिँडेकै छ भनेपछि यो गाउँमा त बिरामी नहुने रहेछ क्या भन्ने हिसाबले सिग्लेस भन्ने रहेछ क्या त्यो अब सिग्लेस भनेको बिरामी नै नहुने अलिक कम हुने होइन एकदम सिक भनेको बिरामी भएको कि होइन लेस भनेको अलिकति नहुने हो त्यो हिसाबले फेरि सिग्लेस आएको क्या अहिले फेमस भनेको सिग्लेस भएको नत्र चाहिँ गुरुङको हिसाबले चाहिँ चिली नासा बोतल छ र केही नेपालमा त दुनियाँ खाइसक्यो हामीलाई मात्रै यता सेट 1.5 किलो भनेको त 5 किलोकै रहेछ माछा त यो त के हो त्यो पाप त्यो समुद्रको माछा जस्तो छ त्यहाँ कमेन्ट के बढी छ के कमी छ मिठो छ सबै कुरो मिठो टक्क अब हाम्रो सेफले खाँदै हुनुहुन्छ अब खाएर स्वाद भन्नुहुन्छ नुन त एकदम ठिक छ निन्छ निम्बु किन ननिचार यहाँ पछाडि खानु निम्बु ननिचार्ने अरे मेरो दाँत फुलिन्छ क्या मैले झिक्ने तले खाने हो के नफुला अलिकति लवण यसमा के को छ 5वटा इन्ग्रिडियन्ट नुन हालेछ खुर्सानी हालेको छैन कतिले यहाँ बिचबाट काटेर भित्र मसला हाल्छ क्या त्यो बाहिर मात्रै रहेछ होइन
भित्र काट्न त ठुलै माछा चाहिने होला नि त त्यसमा नि काट्छ यो हो पुरिनटारको 12 सिङे बियर फ्याक्ट्री आज हामी काठमाडौँ फर्किँदै गर्दा यहाँबाट हामी यहाँभित्र छिर्न आइपुग्यौँ उतातिर फ्याक्ट्री छ उतातिर रेस्टुरेन्ट नदीको छेउमा यतातिर रेस्टुरेन्ट छ अहिले कन्स्ट्रक्सनको काम भइरहेको छ आउटडोर सुटिङ खोलाको छेउमा के त यो हाम्रो टेस्टिङ थियो होइन टेस्टिङ ग्लास म भन्छ के हो आउन देखाउनु पिल्सनर याक्टो के हो यो याक्टो बेरिस्ट बेरफेस्ट हो बेरफेस्ट हेजिपा बेली आले उस बियर कुन खाँदै उसले चाहिँ पिल्सनर मैले चाहिँ हेजिपा कुन बियर हो फेरि यो मिन्ट लेमन यो व्हाइट बियर हो व्हाइट बियर के खाइछ तैँले बाल्सिनी के खाँदै खाँदैन कि हेजी इपा दीपकले कुन खाएको मैले मेरो व्रत छ व्रत हनुमानको व्रत व्हाइट बियर खाएको होइन त व्हाइट बियर त हनुमान तिमीले अनिलले यदि क्या व्हाइट बियर खाने ओके व्हाइट बियर त हनुमान किन खान्छ कुन खान्छ नि हिम्मत हान्नु जाने त्यो त गर्छ हामी चाहिँ अब 12 सिङेको फ्याक्ट्री भिजिट भएर अब फर्किँदैछौँ